गएको फागुन 10 गते पाथिभरामा केबल कार बन्नु हुँदैन भन्ने एउटा समूहले ताप्लेजुङको फुङलिङ बजारमा राँके जुलुस निकाल्यो। वीरेन्द्र चोक पुग्दा नपुग्दै जुलुस झडपमा परिणत भयो। प्रदर्शनकारी र प्रहरी दुवै पक्षका केही घाइते भए। राज्यका तर्फबाट बल प्रयोग भएको यो घटना फुङलिङवासीका लागि भने झडपहरूको अर्को एउटा श्रृङ्खला मात्र थियो, किनकि पाथिभरामा निर्माणाधीन केबल कारको विरोधमा केही महिना यता ताप्लेजुङमा पटक पटक प्रदर्शन, आन्दोलन र झडपहरू भइरहेका छन्। प्रहरीबाट प्रदर्शनकारी कुटिएका छन्। प्रदर्शनकारीबाट प्रहरीमाथि ढुङ्गा मुढा प्रहार भएको छ। गत माघ 12 गते त केबल कार विरोधी समूह र प्रहरीबीच झडप हुँदा गोली नै चल्यो। 2 जना प्रदर्शनकारी गम्भीर घाइते समेत भए। बारम्बारको प्रदर्शन र झडपले गर्दा पछिल्लो पटक त ताप्लेजुङ प्रशासनले निषेधाज्ञा समेत लगाउनु पर्यो। बन्दाको कारणले गर्दाखेरि त आम जनसमुदायहरू चाहिँ एकदमै मर्कामा परेको छ। 8 दिन भयो। अब यताबाट जान पनि सकिएको छैन। अझै यस्तै 1-2 दिन भयो भने यसले एकदम भयावह रूप लिने अवस्था छ। सडक मात्र होइन, पाथिभरामा केबल कारको विषयलाई लिएर सदन पनि अशान्त छ। कोशी प्रदेश सभा र संघीय संसद दुवैमा पटक पटक पाथिभराको केबल कारका विषयमा कुरा उठेको छ। फागुन 11 गतेको कोशी प्रदेश सभाको बैठकमा त सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले ताप्लेजुङमा सरकारले मानव अधिकार उल्लङ्घन गरेको गम्भीर आरोप पनि लगाए। सरकार नागरिकप्रति जिम्मेवार नरहेको आरोप लगाउँदै प्रदेशसभा सदस्यहरूले ताप्लेजुङको घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने पनि माग गरे। यो चान्चुने आरोप होइन। आखिर पाथिभरामा बन्ने भनिएको केबल कारको मुद्दा यति पेचिलो किन बन्यो? पाथिभरामा केबल कारको सन्दर्भमा कुन संगति मिलेको छैन? आउनुस् यी सवालहरूलाई एकपटक उधिनेर हेरौँ। 2044 साल पुस 19 गते फुङलिङको तोकमे डाँडामा पुगेको मोटर बाटोको ट्र्याक उद्घाटन गर्न राजा वीरेन्द्र र रानी ऐश्वर्यको सवारी थियो। उद्घाटन कार्यक्रममा सडक जोडिएपछि के लाभ हुन्छ भन्ने विषयमा अनौपचारिक छलफल पनि गरिएको थियो। छलफलमा तत्कालीन जिल्ला पञ्चायत सभापति सूर्यमान गुरुङले अब सामान उसार्ने बाटो भयो, ओलाञ्चुङ गोलाका छवाङ तेन्जिङ शेर्पाले पाथिभरामा केबल कार बनाउनुपर्छ भन्ने प्रस्ताव गरेका छन् भनेर सुनाउनु भयो। यी दुवै व्यक्ति अहिले बितिसकेका छन्। राजा रानीको स्वागतका लागि पुग्नुभएका सिनाम गाउँ पञ्चायतका प्रधान पञ्च एवं संविधान सभा सदस्य भूपेन्द्र थेवेका अनुसार त्यहाँ उपस्थित प्राय ताप्लेजुङवासीले केबल कार भन्ने शब्द नै त्यति बेला पहिलो पटक सुनेका थिए। तर रात रह्यो, अग्राह पलायो, विस्तारै कुरा सेलायो, केबल कार सपना त्यत्तिकै मुर्झायो। यसको 1 दशकपछि अर्थात् 2054 सालमा सरकारले पाथिभरा क्षेत्र विकास समिति गठन गर्यो। समिति बनेसँगै केबल कार परिकल्पना फेरि बिउतियो। 10 वर्ष अघि पाथिभरामा केबल कार बनाउने प्रस्ताव राख्ने गलैँचा तथा कार्पेट व्यापारी छमाङ तेन्जिङ शेर्पाले समितिका पहिलो अध्यक्ष केशव प्रसाद दाहाललाई टेलिफोन गरी 1 मेगावाट बिजुली, सुकेदारदेखि काफ्लेपाटीसम्म सडक र आवश्यक जग्गा उपलब्ध गराए केबल कार बन्ने बताउनु भयो। दाहालले सडक लैजाँदा वन क्षेत्र पर्ने भएकाले आफूले सक्दो समन्वय गर्ने आश्वासन दिनुभयो। त्यही साल छवाङ सहित सोनाम तेन्जिङ र फुर्बु वालुङले कञ्चनजङ्घा केबल कार प्राली नामको कम्पनी दर्ता गरे। 10% सेयर दिने सूर्यमानका भाइ डेलमान गुरुङलाई व्यवस्थापन हेर्ने जिम्मेवारी दिइयो। डेलमानका अनुसार 5 वर्षभित्र केबल कार सञ्चालन गर्ने योजनै थियो। काठमाडौँको हनुमानथानमा केबल कार कम्पनीको बोर्ड राखेर 3 वर्ष कार्यालय समेत चलाइएको थियो। मलाई ठ्याक्कै त याद भएन, तर बढीमा 13 करोड रुपियाँमा सबै काम सम्पन्न हुने योजना थियो। डेलमानले भन्नुभयो, 1 जना भारतीय र 1 जना बुद्धिनारायण श्रेष्ठ प्रधान नेपाली इन्जिनियरलाई पाथिभरा क्षेत्र लगेर सर्वे गराइएको थियो। तर केबल कार परिकल्पनाले भौतिक आकार लिनै लाग्दा उत्कर्षमा पुग्दै गरेको माओवादी सशस्त्र विद्रोहको प्रत्यक्ष परोक्ष प्रभाव यो योजनामा पनि पर्यो। राज्यका सबैजसो अवयवको ध्यान द्वन्द्वमा केन्द्रित हुँदा न ठुला लट्ठा लैजान राम्रो बाटो पुग्यो न बिजुली। आफैले लगानी गरेर 1 मेगावाट विद्युत उत्पादन गर्ने सम्भावना पनि भएन। काबेली नदीमा पुल पनि थिएन, जसकारण दाहालको चासो पनि मोडियो। 2 वर्षपछि त उहाँको कार्यकाल पनि सकियो। छवाङको स्वास्थ्य पनि ठिक भएन र अमेरिका गएर बस्नुपर्ने भयो। त्यसपछि कार्यालय बन्द गर्यौं र कम्पनी पनि नवीकरण गरेनौं, डेलमानले बताउनु भयो। यसपछि 18 वर्ष पाथिभरामा केबल कार बनाउने कुरै मात्र भयो। केबल कार आउला भनेर कुर्नेहरू कुरेको कुरै भयो। यो विषय एकैपटक 2072 सालमा मात्र पुनः सतहमा आयो, जब विराटनगर उपमहानगरपालिकाका पूर्व मेयर ध्रुवनारायण श्रेष्ठले पाथिभरा देवी केबल कार दर्शन प्राली नामको कम्पनी दर्ता गर्नुभयो।
प्रस्तावित केबल कारको बटम स्टेसन बनाउने काफ्ले पार्टीमा ध्रुवनारायणको 92 रोपनी जग्गा थियो। तर ध्रुवनारायणलाई केबल कार निर्माण योजना फलामको चिउरा बन्यो, किनकि सङ्घाई ग्रुपका सुभाष सङ्घाईले त्यसअघि नै पाथिभरामा निर्माण गर्न भनी त्रिवेणी केबल कार कम्पनी दर्ता गरिसक्नु भएको थियो। परिकल्पना, प्रयत्न र धेरथोर प्रगति हुँदै गरेको पाथिभरा केबल कारमा अब कित्ता काठ र कुस्ती सुरु हुन्छ। आउनुहोस् त्यो कुस्तीको गुत्थी कथा सुनौ। त्रिवेणीले केबल कार निर्माणका लागि सरकारबाट अनुमति लिन फुङलिङ नगरपालिका, तत्कालीन फुरुम्बु, फावाखोला गाविस र पाथिभरा क्षेत्रका 6वटा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षहरूबाट सिफारिस लिइसकेको थियो। पाथिभरा केबल कार यति पेचिलो बन्नुमा धेरथोर तत्कालीन राजनैतिक प्रणालीको पनि दोष देखिन्छ। जनप्रतिनिधिविहीन र कर्मचारीले स्थानीय तह सञ्चालन गरिरहेको त्यो बेला गाविस सचिव र जिल्ला विकास समितिले समेत त्रिवेणीलाई सिफारिस दिएको त्रिवेणीका जिल्ला प्रतिनिधि सागर गौतम बताउनुहुन्छ। यता फुङलिङका पर्यटन व्यवसायी ईश्वरी पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री हुँदा उहाँका स्वकीय सचिव झापाका पुष्प बडुवाल, जो दिवंगत भइसके, उनले स्थानीयको सहभागितामा केबल कार बनाउनु पर्ने एजेन्डा उठाउँछन्। उनीहरू पाथिभरा दर्शनका ध्रुवनारायणको कित्तामा लागेपछि यो कम्पनी पनि अनुमतिका लागि जोरबन्द लगाउन थाल्छ। 3 दशक अघिको छवाङको परिकल्पनामा निर्माण अनुमतिका लागि 2 कम्पनी र यसका सञ्चालकहरूको कुस्ती सुरु हुन्छ। कुस्तीमा पहिलो बाजी मार्छ पाथिभरा दर्शनले। त्रिवेणी समूहले स्थानीयको नाममा फर्जी कागजात बनाएको भन्दै पाथिभरा दर्शनले भौतिक पूर्वाधार र पर्यटन मन्त्रालयमा उजुरी दिएको र मन्त्रालयले बनाएको कार्यदलले गरेको छलफलमा उपभोक्ता समिति अध्यक्षहरूले भुलवश अनुमति दिएछौँ, फिर्ता लिन्छौँ भनेपछि आफूहरू पछि हटेको त्रिवेणीका जिल्ला प्रतिनिधि गौतम बताउनुहुन्छ। पछि त जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पनि त्रिवेणीका कागजात फर्जी भएको प्रमाणित समेत गरिदियो। तर त्रिवेणी समूह हार स्वीकार्ने पक्षमा थिएन। प्राविधिक अध्ययन लगायतको काम गरेको भन्दै उसले सर्वोच्च अदालतमा मुद्दा दायर गर्छ। यता पाथिभरा दर्शन पनि आफ्नो काम भटाभट अघि बढाउन पाउने आशामा 5 करोड रुपियाँ लागत खर्च दिएर मुद्दा टुङ्ग्याउँछ। त्रिवेणी क्षतिपूर्ति पाएपछि सान्त्वना जित सहित यो कथाबाट बाहिरिन्छ। निर्माण स्थल एकै ठाउँमा भएको र 2टा केबल कार नचल्ने भएकाले सहमति गर्नु परेको भन्दै पाथिभरा दर्शनले आफैले आफूलाई ढाडस दिन्छ। अब यो विषयलाई फेरि एकपटक राजनैतिक प्रणालीले पेचिलो बनाउँछ। भौतिक पूर्वाधार मन्त्रालयले पाथिभरा दर्शनको निर्माण अनुमति अस्वीकार गरिदिन्छ। सङ्घीयतापछि यस्ता निर्माण अनुमति सम्बन्धित स्थानीय तहले दिने भन्ने स्थानीय विकास मन्त्रालयको निर्णयलाई आधार मानेर फुङलिङ नगरपालिकाको 2075 जेठ 13 गते बसेको नगरपालिका कार्यपालिकाको बैठकले स्थानीय सरकार सञ्चालन ऐन 2047 को दफा 16(6) अनुसार पाथिभरा देवी दर्शनलाई अनुमति प्रदान गर्ने निर्णय गर्छ। आफ्नो काम टसमस नभएपछि अनि 3 वर्षसम्म भाँड भैलो मात्रै खेप्नु परेपछि 92 रोपनी जग्गाका धनी ध्रुवनारायणले 2 रोपनी राखेर अरू सबै बेचिदिनुहुन्छ र पाथिभरा दर्शन कम्पनीबाट बाहिरिनुहुन्छ। भन्नलाई त कम्पनी यति समूहको स्वामित्वमा गएपछि उहाँ बाहिरिएको भनिन्छ, तर उहाँकै भाषामा भन्ने हो भने उहाँलाई जबरजस्ती पाखा लगाइएको हो। यति बेला अर्थात् 2075 सालसम्म केबल कार बनाउनु हुन्छ वा हुँदैन भन्ने विवाद उठेकै थिएन। त्यसो भए विवाद कहाँबाट सुरु भयो त? पाथिभरा देवीको रेखदेखका लागि 2टा समिति थिए। एउटा थियो स्थानीय स्तरबाट गठित पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्धन समिति, अर्को थियो सरकारबाट गठित पाथिभरा क्षेत्र विकास समिति। मन्दिरको भेटी कसले उठाउने भन्ने विषयमा बाहेक यी 2 समितिबीच कुनै मतभिन्नता थिएन। त्यसैले सरकारद्वारा गठित समितितर्फ एकछिन केन्द्रित हौँ। 2074 सालमा पाथिभरा क्षेत्र विकास समितिको अध्यक्ष हुनुभयो पुष्प बडुवाल। यहाँ ध्यान दिनुहोस्, बडुवाल तिनै व्यक्ति हुनुहुन्थ्यो जसले यसअघि पाथिभरा दर्शन केबल कारको निर्माण अनुमतिका लागि ध्रुवनारायणलाई साथ दिनुभएको थियो। हुन त बडुवालले कम्पनीमा आफ्नो जिम्मेवारी कहिल्यै खुलाउनु भएन, तर केबल कारको गतिविधि उहाँबाटै हुन्थ्यो। ठ्याक्कै भन्दा उहाँको गतिविधि बिचौलियाको जस्तो थियो। अब एकैछिन ध्यान दिनुहोस्, पाथिभरामा विवादको श्रृङ्खला अब सुरु हुन्छ। बडुवाल नेतृत्वको समितिले 2075 सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत पाथिभराको क्षेत्र विस्तार गर्छ। पाथिभरा क्षेत्र विकास समिति गठन पहिलो संशोधन आदेश 2075 मा पूर्वमा सिरिजङ्गाको हरकटे, फुङलिङ नगरपालिका 11, फावाखोलाको सिम्बु, पश्चिममा फक्ताङलुङ गाउँपालिका 3,
लिखिम र 4 तापेथोक सहित पाथिभरा मन्दिरको 3 किलोमिटर परिधिलाई पाथिभरा क्षेत्र बनाइन्छ। उत्तरमा फक्ताङलुङ 3 र सिरिजङ्गा 3 र 6 को सम्पूर्ण क्षेत्र तथा दक्षिणमा फुङलिङ नगरपालिका 9 र 10 को देउराली, 6 को सुकेटार सानो पाथिभरा र पाथिभरा याङबरक गाउँपालिका 3 को दुधिले पश्चिमका सम्पूर्ण क्षेत्रलाई पाथिभरा क्षेत्रमा समेटिन्छ। यसबीच केबल कार निर्माणका लागि मन्त्री परिषदले आवश्यक जग्गा उपलब्ध गराउने निर्णय पनि गर्छ, तर क्षेत्र बढाइएको विषयलाई कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले आपत्ति जनाउँछ। यति समूहले क्षेत्राधिकार बढाएर मन्दिर क्षेत्र अतिक्रमण गर्न खोजेको आरोपसहित परिषदका अध्यक्ष खगेन्द्र फेम्बु क्षेत्राधिकारको विषयलाई लिएर सर्वोच्च अदालत पुग्नुहुन्छ। पाथिभराको क्षेत्र विस्तार गर्दा फेम्बुलाई सर्वोच्च जानुपर्ने बाध्यता किन आइपर्यो? संहितापछि पाथिभरा मन्दिर फक्ताङलुङ गाउँपालिका र कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने आवाज उठ्न थालेको थियो। एउटा कार्यक्रममा पाथिभरा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्छ भनेर चर्चा समेत भएको थियो। कञ्चनजङ्घा संरक्षण क्षेत्रको गठन आदेशमा पनि पाथिभरा मन्दिरलाई पानी ढलो बनाई भन्ने वाक्यांश प्रयोग भएको छ। त्यही चर्चापछि बडुवालले केबल कार निर्माणमा संरक्षण क्षेत्रको तगारो पन्छाउन क्षेत्र विस्तार गर्नुभएको देखिन्छ। अहिले केबल कार खारेजी संयुक्त सङ्घर्ष समितिको नेतृत्व फेम्बुले नै गरिरहनु भएको छ। केबल कार निर्माणको विरोधको मुख्य बिन्दु यही हो। अहिले यति समूहले आइएमई ग्रुपलाई कम्पनी बेचिसकेको छ। आइएमए ग्रुपका अध्यक्ष चन्द्र ढकाल यसअघिका विवादबारे आफू जानकार नभएको र नेपालका 7 प्रदेशमा एक-एकवटा केबल कार बनाउने आफ्नो उद्देश्य अनुरूप पाथिभरा माता केबल कार कम्पनी लिएको दावी गर्दै आउनु भएको छ। फेम्बु भने यतिले लिनु अघि पनि केबल कारको विरोध भएको तर आवाज सशक्त नभएको दावी गर्नुहुन्छ। ढकालले भने आफूले कम्पनी किनेको र विगतबारे जानकारी नभएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, पहिलाको विषय मलाई थाहा भएन, मैले कम्पनी किन्दा विरोध छ भन्ने सूचना पनि पाएको थिइनँ। अर्थात् पाथिभरा केबल कार विवादलाई मुख्य 3 बुँदामा यसरी बुझ्न सकिन्छ। 1. छबाङ शेर्पाले पाथिभरामा केबल कार बनाउने सुरुवाती योजना अघि सार्दा र पछिसम्मै कसैको विमति रहेको देखिँदैन। 2. बदनियतपूर्ण तरिकाले पाथिभराको परिधि बढाइएपछि भने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले केबल कार निर्माणमा पछि छिरेको यति समूहको विरोध थाल्छ। 3. यही बेलादेखि सुरु भएको विरोधको क्रम लिम्बू समुदायको मुन्धुमी स्थल हो भन्ने दाबीसहित अहिलेको अवस्थामा पुगेको छ। पाथिभरा क्षेत्र विकास समितिका निवर्तमान कार्यकारी अधिकृत मनमणि काफले विवादको अर्को कारण पाथिभरा क्षेत्रमा निर्माण भएका संरचना रहेको बताउनुहुन्छ। काफलेका अनुसार डिल्लीजङ मादेन, सूर्य नेयोङ, देवीदास गुरुङ लगायतले देवीको ठूलो आकारको कृत्रिम मूर्ति राखेका छन्। राष्ट्रिय विभूति फाल्गु नन्दको शालिग पनि राखिएको छ। यो शालिग राख्ने कि नराख्ने भन्ने विषयमा पनि विवाद भएको थियो, तर फाल्गु नन्दको शालिग राख्न कसैले पनि अवरोध नगरेको तत्कालीन कार्यकारी निर्देशक उदय भट्टराई बताउनुहुन्छ। यता 2065 सालमा पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्धन समितिले गुरु योजना बनाउँदा आएको पुरातत्व विभागको टोलीले मूर्तिहरू राखेर सांस्कृतिक अतिक्रमण भएको र पाथिभरालाई प्राकृतिक रूपमै राख्न यिनलाई हटाउनु पर्ने सुझाव दिएको काफले बताउनुहुन्छ। केबल कार बनाउने कि नबनाउने भन्ने दुई धार मात्र भएको अवस्थामा पुरातत्वको प्राकृतिक राख्नुपर्ने सुझावपछि भने यसलाई पाथिभरा भन्ने कि मुकुमलुङ भन्ने यो विषय पनि सतहमा आउँछ। हिन्दूकरणले पाथिभरा नाम रहन गएको र पुरानो तथा स्थानीय नाम मुकुमलुङ भएको आवाज मुखरित हुन थाल्यो। परिणामतः अहिले श्री प्रसाद लिम्बूको नेतृत्वमा मुकुमलुङ संरक्षण समिति पनि छ। आन्दोलनरत समूहले पाथिभराको नाम परिवर्तन गरी वास्तविक नाम मुकुमलुङ लिम्बू समुदायको मुन्धुमी स्थल भएको उनीहरूको दाबी छ। उनीहरूको एकमात्र माग मुन्धुमी स्थलमा कुनै पनि हालतमा ठूला पूर्वाधार बनाउन नदिने भन्ने छ। यता केबल कार खारेजी संयुक्त सङ्घर्ष समितिका फेम्बु भने सुकेटारदेखि माथिल्लो फेदीसम्ममा केबल कार बनाए हुन्छ भन्ने पक्षमा हुनुहुन्छ। जिल्लाका अरू स्थानमा बनाए हामी पनि सहयोग गर्छौं, तर कान्छी थान भन्दा माथि चाहिँ ज्यान गए पनि छोड्दैनौं, फेम्बुले भन्नुभएको छ। अब पाथिभरा कि मुकुमलुङ, केबल कार बनाउने कि नबनाउने, केवल दुई प्रश्नको विवाद गिजो लिँदै अहिले नो कोशी अर्थात् प्रदेशको नाम कोशी राखिएको विरोध गर्नका लागि बनेको एउटा अभियान भनौं वा समूह भनौं, नो कोशी आन्दोलन पनि यसमा समाहित भएको छ। गत फागुन 12 गतेको गोलीकाण्डपछि किराँत याक्थुम चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेन, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष, लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव लगायतका नेता र कार्यकर्ता ताप्लेजुङ केन्द्रित भएका छन्। मुकुमलुङ संरक्षण अभियानमा
जोडिएका छन्। मादेन र फेम्बुको प्रतिष्ठाको लडाईँ पनि यसैमा मिसिएको छ। केही समय अघि स्थानीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा फुङलिङ नगरपालिका प्रमुख अमीर मादेनले चन्द्र ढकालले विवाद रहेछ भनेर फिर्ता जान खोजेको तर आफूले रोकेको भन्ने अभिव्यक्ति दिनुभयो। ढकाल फिर्ता गए राम्रो नहुने चेतावनी समेत दिनुभयो। मेयर मादेनले जिल्लाभित्र या बाहिर हुने जुनसुकै कार्यक्रममा पनि केबल कार बनाउनु पर्ने अभिव्यक्ति दिनुहुन्छ। आन्दोलन र समूहलाई सानो झुण्ड भनेर खिसी ट्यौरी गर्नुहुन्छ। केबल कार निर्माणमा पार्टीले नसघाएको भन्दै कङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर उजुरी दिएको पनि उहाँ बताउनुहुन्छ। त्यति मात्र कहाँ हो र, केबल कार बनाउन नसके राजनीतिबाटै सन्यास लिने उद्घोष पनि गर्नुहुन्छ। अर्थात् केबल कार निर्माण उहाँका लागि फगत पूर्वाधार मात्र होइन, प्रतिष्ठाको लडाईँ पनि हो। यता केबल कार खारेजीको आन्दोलनको नेतृत्व गरिरहनुभएका फेम्बुको सदरमुकाम फुङलिङमा होटल छ। नगर प्रमुख मादेनले बजारको सडक विस्तार गर्ने बेला फेम्बुले असन्तुष्टि जनाउनु भएको थियो। बजार भत्काएर सडक विस्तार गर्नु उचित नहुने फेम्बुको अभिव्यक्ति थियो। त्यही विवादमा फेम्बुमाथि हातपात समेत भएको थियो। कतिपयले मादेन र फेम्बुको सडक विस्तारको असमझदारी पाथिभराको केबल कार निर्माणमा झल्किएको आकलन समेत गरिरहेका छन्। तर आन्दोलन समितिका श्री प्रसाद लिम्बू भने अरू कारण देखाएर अनुमान गरेर विषयान्तर गर्न खोजिएको दावी गर्नुहुन्छ। यो विशुद्ध हाम्रो संस्कृति र मुन्दुमी स्थलको संरक्षण हो। उहाँ भन्नुहुन्छ मुन्दुमी स्थल संरक्षणको लडाईँमा अरू कारण देखाएर विषयान्तर गर्न खोज्नु उचित होइन। अब बुझ्नुहोस्, यो लडाईँ, यो आन्दोलन केका लागि हो? केबल कार बन्छ, बन्दैन, बन्नुपर्छ, बन्नु पर्दैन? तपाईँ आफै निर्णय गर्नुहोस्। नमस्ते।